हेलो गाइस, वेलकम बैक टू आवर यूट्यूब च्यानल केएन कोचिङ। स्वागत छ तपाईहरु मेरो केएन कोचिङमा हैन। म एकदम सन्चै छु। होप तपाईहरु पनि सन्चै हुनुहुन्छ भन्ने मलाई आशा छ हैन। म चाहिँ आज हाम्रो हौल घोराइमा यो त सांस्कृतिक मेला लागेको रहेछ, त्यसमा पोल्सा आउने भने रहेछ, त्यही भएर पोल्साले हेर्न आएको हैन। हामी शिवसँग आएको। हाई गाइस, त्यसपछि यहाँ हाम्रो भेनाजी हुनुहुन्छ, सो हेरिदिनु भनेर आएको। लेट्स सी हैन कस्तो हुन्छ। अब पोल्सालाई जेलबाट भर्खर सुतेर आन यसो नजर हेरिदिने हो। अब हामी त्यहाँ गएर पोल्सा देखाउँछौँ होइन। हामी गेट पाइन्छ साथीहरू, अब फेरि पोल्सासँग रमाउँछौँ है साथीहरू, नाच्युस्। ल ल ल ल यो गर्लफ्रेन्डसँग थिएँ होइन। के हो के छ? 70 रुपियाँ नो डिस्काउन्ट? नो डिस्काउन्ट। कुछ भी नानीहरू राम्री राम्री छन् त। मैं नहीं मानता। सारे बसेरा माया साथा लेकिन एक सेकंड हामी हिरो हेर्न आएको होइन। हिरोमा छु मलाई हेर न। के देख्यो सेन्टर के को जुत्ता नाम थाहा पाउनु भएको छ? रानी केक अहिले फेमस छ हो कि होइन? रानी केक तुलसीपुरमा अत्यन्तै सफलतापछि घोराइको डोको रेस्टुरेन्टको छेउमा खुलेको छ। अस्ति उद्घाटनको दिनमा पनि हामीले आजको कार्यक्रमको प्रमुख आकर्षणको केन्द्र पल्सा आउने तयारीमा छ। तर तपाईँहरू कन्फ्युज हुनुभएछ। पल्सा आउन अझै आधी घन्टा लाग्छ है। कृपया यतातिरको साथीहरू कृपया यहाँ भिडभाड नगरिदिनु होला। अझै आधी घन्टा लाग्छ है। तपाईँहरू कन्फ्युज हुनुभएछ। म आउने बित्तिकै पल्सा आउँछ भन्ने पनि थियो होला तपाईँहरूलाई है। तर मैले कार्यक्रम चलाएको 1 घन्टा पछाडि मात्रै पल्सा आउँदै हुनुहुन्छ। कृपया तपाईँहरू सबैजना
यता हाम्रो माहौल पछाडि पछाडि आइदिनु होला। हेलो साथीहरू, क्यामेराम्यान अनि हाम्रो युट्युबर सबै साथीहरूलाई अनुरोध छ, पल्सा आउनको लागि अझै 1 घन्टा लाग्छ। तपाईँहरू प्रतीक्षा गरिदिनु होला। यता अगाडि आइदिनु होला, सबैजना यता आइदिनु होला प्लिज। पल आउनु न, अझै टाइम लाग्छ है। ल ठिक छ, अब हामी रमाइलो गर्नुको लागि तयार हो कि होइन घोडा? यहाँ माहौल पूर्ण रूपमा रमाइलो बन्दैछ, तर माहौल रमाइलो बनाउनुभन्दा पहिला स्पेसली यो म्यानेजमेन्ट चाहिँ अलिक मिलाउ जस्तो लाग्यो, किनकि साउन्ड सिस्टममा पनि हल्का प्रब्लम आइरहेछ। तपाईँहरू सबैजना कृपया म तपाईँहरूलाई भिडियोदेखि नमन गर्न चाहन्छु। यता भित्रपट्टि बस्ने सबै दर्शकहरू कृपया सबैजना बाहिर गइदिनु होला र यो साउन्डको अगाडि कृपया कोही पनि नबस्दिनु होला है। हुन्छ कि हुन्न? रमाइलो गर्नुको लागि तयार हो कि होइन घोडा? बिहान उठ्ने बीती गई, हिमाल देख्न पाइयोस्, यी हातले सधैँ सधैँ नेपाल देख्न पाइयोस्, नेपाल देख्न पाइयोस्। त्यसको माया लाग्ने एकपल्ट कृपया हात उठाइदिनु होला। तपाईँहरूमध्ये को कसलाई त्यसको माया लाग्छ? नेपालको माया लाग्छ नि होइन? यदि तपाईँहरूले नेपालको माया लाग्छ भने तपाईँहरूको जोरदार होला प्लिज। आँखामा नेपाल नभए खोजेर नेपाल भेटिन्न, आँखामा नेपाल नभए खोजेर नेपाल भेटिन्न, मनमा नेपाल नभए छामेर नेपाल भेटिन्न, मुटुमा नेपाल नभए बाटोमा नेपाल भेटिन्न, नेपालीपन भई नेपाली मन भई नेपाल कहिले पनि भेटिन्न। नेपालीपन नेपाली मन अनि नेपाली माटोको सुगन्धलाई जोगाइराख्नुको निमित्त त्यति मात्रै नभएर शास्त्र हराए संस्कार हराउँछ, शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए हाम्रो पहिचान हराउँछ। यदि पहिचान पनि हरायो भने हामी बङ्गालीहरूको अस्तित्व हराउँछ, हामी नेपालीहरूको अस्तित्व हराउँछ। हाम्रो पहिचानलाई, हाम्रो अस्तित्वलाई जोगाइराख्नुको निमित्त हामी तपाईँहरूको बिचमा हाम्रा धर्म संस्कृतिहरूलाई जोगाइराख्नुको निमित्त, हाम्रा मठ मन्दिरहरूलाई जोगाइराख्नुको निमित्त तपाईँहरूको बिचमा हामी यति ठुलो बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छौँ र आज कार्यक्रमको तेस्रो दिन आजको कार्यक्रम पनि पूर्ण रूपमा रमाइलो बन्दैछ। प्रथा नेपाली गीत सङ्गीतको साथसाथमा आउनको लागि 1 घन्टा लाग्छ। तपाईँहरू निकै एक्साइटेड हुनुहुन्छ त? ओ माई गॉड है। कृपया हाम्रो यतातिर बस्ने, हाम्रो क्यामेरा लिएर आउने साथीहरू सुनिरहनु भएको छ नि, प्लिज तपाईँहरू पछाडि आइदिनु होला। पल्दै आउन धेरै टाइम लाग्छ, मसँग लामो स्याडुल छ है एकदमै। अब हामी रमाया कच्चा पनि हुन्छ, मनैदेखि लाको माया सच्चा पनि हुन्छ, नबुझेर लाको माया कच्चा पनि हुन्छ। मान्छे भनेको त हामी केटाहरू जस्तो ह्यान्डसम हुनुपर्छ, मान्छे भनेको त हामी केटाहरू जस्तो ह्यान्डसम हुनुपर्छ। तिमीहरू जस्तो क्युट त केटी हो, कुकुरको बच्चा पनि हुन्छ। यहाँ छ हामी रमाइलो गर्ने मुडमा छौँ। यति बेला हामी कति पनि ढिलो नगरिकन तपाईँहरूको बिचमा एउटा रमाइलो हामीले
बच्चाहरू बालबालिकाहरूलाई अनि सांसदहरूले भलो भइसकेको पछाडि बसेर सांसद भन्दै छोडेर सबैले पछाडि बसेर नेपाली जनताहरू विशेष गरी बङ्गाली जनताहरू छैन हुनुहुन्छ प्लिज पैसालाई तपाईँ हेर्न सक्नुहुन्छ मेरो विषय पाउनुहुन्छ यहाँहरूसँग हामीले पैसालाई रोपाउनेछौँ कृपया अलिकति पछाडि बस्नुहोस् यहाँ पछाडि बस्नुहोस् संसारलाई हामीले ल्याउनको लागि म मिडिया प्राइभेट एजुकेट काठमाडौँ सल्लाहकार आदरणीय दाजु छिटो पैसालाई स्टेटतर्फ ल्याउनको लागि अनुरोध गर्छु आदरणीय पत्रकारहरू प्लिज यो हो एउटा कोभिड-19 को बेलामा सबैले कोभिडको समेत प्रभाव नगरेर घरमा सिलिन्डर पुर्यायो घरमा स्वास्थ्य त्यो व्यक्तिको प्रेम आज कामले देखाएको यहाँहरू सँगै हामीले राख्नेछौँ पैसा राजासहित यहाँलाई सम्मान गर्नेछौँ यहाँले माया दिनुभएको छ अपार माया दिनुभएको छ साना बच्चाहरूलाई खाना दिनुभएको छ तपाईँको अब हामी तपाईँले नीति प्रतीक्षा गरेका कलाकार तपाईँले नीति प्रतीक्षा गरेका कलाकार भइरहेछ स्टेज बस्ने समस्या छ त्यसका हाम्रो पत्रकार साथीहरू पनि कृपया कसैमा स्टेजबाट भइदिनु हुनुको निमित्त हाम्रा पत्रकार साथीहरूलाई पनि हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ हाम्रो मिडिया कर्मी साथीहरू पनि सबैजना स्टेजबाट तल झारिदिनु होला हाम्रो आयोजक जीवनले बोलाएका हाम्रो अतिथिहरू भन्दा अरू कृपया सबैजना स्टेजबाट तल झारिदिनु होला क्यामेराम्यानहरू पनि कृपया तपाईँ सबैजना झारिदिनु होला उपस्थित महानुभावहरू यहाँहरू भइने गरिदिनुहोस् प्लिज यहाँहरूकै छोरालाई हामीले बोलाएको यहाँहरूकै भान्जालाई यहाँहरूकै भतिजोलाई यहाँहरूकै आफ्नो नेपाली गजबको हिरो एकैछिन व्यवस्थापन गरिदिनुहोस् र अतिथिज्यूहरू प्लिज हामीले आसन गर्न गराउनेछौँ यहाँहरू कृपया फिल्म संस्कृतिमा एकजना नानी आइपुगेकी छन् कस्तो बच्चा हो प्लिज स्टेजमा आइदिनु होला नानीलाई स्टेजमा आइदिनुहोस् स्टेजमा राखिदिनुहोस् यो नानी आई लभ यु सबैले हातमा दिनु I love you I love you okay, love you
सुपरस्टार जसको प्रस्तुतिले आजको कार्यक्रमलाई पूर्ण रूपमा सङ्गीतमय बनाउनेछ, पूर्ण रूपमा धमाकेदार बनाउनेछ अनि पूर्ण रूपमा गुन्जयमान बनाउनेछ अनि बनाउनेछ पूर्ण रूपमा चलचित्रमय बन्नेछ आजको माहौल। अब म तपाईँहरूको अगाडि कति पनि ढिला नगरिकन आजको कार्यक्रमका प्रमुख आकर्षणलाई स्टेजमा बोलाउने क्रम जारी छ। रेडी हो कि होइन खोराई? तर हजुर क्राउड त चाहियो नि होइन? अब क्राउड त कार्यक्रम गर्छ। म पल्सा भन्दैछु, तपाईँहरूले आई लभ यु भनिदिनु होला है। यहाँ म कति पनि ढिला नगरिकन 10 पटक भनिदिनु होला, पल्सा 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 पल्सा। ओके होल राइट, कति पनि ढिला नगरिकन आजको कार्यक्रमलाई रमाइलो बनाउनको निमित्त नेपाली चलचित्र जगतका सुपरस्टार पल शङ्करलाई जोरदार तालीले सम्मान प्राप्त गर्नुहोला। थ्याङ्क यू। फेरि पनि नमस्कार सबैलाई, यता पनि नमस्कार सबैलाई, पछाडि पनि नमस्कार अनि स्टेजमा जति हुनुहुन्छ आदरणीय दाइहरू दिदीहरू सबैलाई मेरो नमस्कार अनि सुरक्षाकर्मी साथीहरूलाई नमस्कार। थ्याङ्क यू तपाईँहरूलाई र जति आउनु भएको छ सबैलाई फेरि पनि दुई हात जोडेर नमस्कार गरेँ। तपाईँहरूसँग अघि हाम्रो दोस्रो साथीले भन्नुभएको छ आज म पर्फर्मको लागि चाहिँ आएको होइन, खासमा तपाईँहरूले भेट्न आएको म। तर जहाँदेखि आउनु भएको छ जसरी आउनु भएको छ त्यसको लागि मुरी धन्यवाद। एकछिन सुन्नु भयो, थोरै कुरा गर्न चाहन्छु। म आफ्नो अलिकति कुरा राख्न चाहन्छु, सुन्नु होला। आई लभ यु टु, आई लभ यु टु, थ्याङ्क यू, आई लभ यु टु सबैलाई। ओके, म मेरो जन्मथलोमा आएको छु अहिले। एकछिन हजुर, अघि हाम्रो दोस्रो साथीले भन्नुभयो यही हुर्के यही पढेँ तपाईँहरूकै छोरा हो म, तपाईँहरूकै दाइ भाइ हो म, तपाईँहरूको साथीहरू म र तपाईँहरूले यति साथ दिनुभएको छ डे 1 देखि होइन। अब म स्ट्रगल फेजदेखि अहिले पनि स्ट्रगल फेजमै छु म। अनि तपाईँको साथ सपोर्ट सधैँ छ, सधैँ हुनेछ र सधैँ रहोस् भन्न चाहन्छु म। अनि यो 1 वर्षको हल्का सानो कुरा जोड्न चाहन्छु तपाईँहरूलाई। मैले यो 1 वर्षको बिचमा चाहिँ जुन मेरो 1 वर्षमा बित्यो, मेरो म कारागारमा थिएँ, त्यति बेला सबभन्दा धेरै मिस गरेको चिज भनेको यो तपाईँहरूको माया थियो। म चाहिँ एकदमै आतुर हुन्थेँ कि हुन्छ नि, म एकदमै म कहिले होला तपाईँले भेट्ने यसरी, म कहिले भेट्न पाउँदिनँ कि, अब म सायद म सधैँ मेरो म भित्रै सर्छु कि भित्रै बस्छु कि म तपाईँहरूसँग भेट हुँदैन कि भन्ने चाहिँ डर थियो। हजुर थ्याङ्क यू। तर होइन, तपाईँहरूको आशीर्वादले म त्यही भन्न आएको, तपाईँ धन्यवाद भन्न आएको किन भनेपछि तपाईँहरूको आशीर्वाद, तपाईँहरूको प्रार्थनाले गर्दा चाहिँ म अहिले तपाईँहरूको अगाडि आउन सकेको छु। यसको लागि हजुर थ्याङ्क यू। र एउटा कुरा भन्न चाहन्छु, म 1 वर्ष कारागारमा बस्दाखेरि मलाई मेरो चाहिँ त्यहाँ बस्दाखेरि यस्तो मेरो फ्यामिलीको त मिस हुन्थ्यो नै, अनि इभन तपाईँहरू हाम्रो दर्शकहरू पनि मलाई मिस गर्थ्यो मैले अति नै। तर मलाई चाहिँ कहिले पनि आफ्नो घरको बुवा मम्मी, आफ्नो घरको परिवार चाहिँ छैन भनेर चाहिँ हुन्छ त्यो मिस हुन दिनु भएन। उहाँको स्थानीय आमा बुवादेखि लिएर नेपालको कुना कुनादेखि आमा बुवा आउनुहुन्थ्यो, बाबु हामी हो तपाईँको बुवा मम्मी, हामी हो, तपाईँ चिन्ता नगर्नु होला, हामी छौँ तपाईँहरूको लागि, तपाईँ मेरो छोरा हो भनेर चाहिँ उहाँहरूले मलाई आशीर्वाद दिनुहुन्थ्यो सधैँभरि। तपाईँहरू एकदम छिट्टै निक्लिनुहुन्छ छोरा भनेर रुनुहुन्थ्यो कि आमाहरू बुवाहरू। अनि त्यही भएर म यहाँ यही स्टेजदेखि चाहिँ म सबै नेपालभरि अनि आउट अफ कन्ट्री म जान नपाउला, कति ठाउँमा भेट्न नपाउला तपाईँहरूले। र यही स्टेजदेखि आफ्नै गृह जिल्लाको यो स्टेजदेखि सम्पूर्ण नेपाली आमाहरू र नेपाली बुवाहरूलाई चाहिँ कोटी कोटी प्रणाम भन्न चाहन्छु र यही ढोक्न चाहन्छु।
तपाईँहरूको प्रार्थना गर्नुभएको थियो, तपाईँहरूले आशीर्वाद दिनुभएको थियो, त्यस कारणले गर्दा म यहाँ छु र धेरै सपोर्ट पाएँ सम्पूर्णबाट। यो सपोर्ट चाहिँ सधैँ रहिरहोस् भन्न चाहन्छु। हजुर ओके, र सम्पूर्ण मिडियाकर्मी साथीहरूलाई पनि धन्यवाद। यो बिचमा चाहिँ धेरै सपोर्ट गरिदिनु भयो। म भित्र बस्दा पनि जुन म विश्वविद्यालयमा थिएँ त्यहाँभित्र बस्दा पनि तपाईँहरूको मिडियाकर्मी साथीहरूले मलाई धेरै सपोर्ट गरिदिनु भएको थियो। कहिले पनि हजुर तपाईँको जुनमा खतरा रहेछ है ल। थ्याङ्क यू र अहिलेलाई यही भन्न आएको तपाईँहरूको यो साथ र सपोर्टको लागि धेरै धन्यवाद। अब छिटै नै अब फेरि तपाईँहरूलाई भेट्न आउनेछु नेक्स्ट टाइम। थ्याङ्क यू र के भन्न चाहन्छु, फेरि पनि भेट्दैछौँ हामी। घर जाने हो र नेपालभरि रहनुहुने सम्पूर्ण नेपालीहरूलाई र विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूलाई चाहिँ धेरै धेरै धन्यवाद। जसले मलाई प्रार्थना गरिदिनु भएको थियो पश्चात छिटो छुटोस् भनेर र छिटै भेट होस् भनेर उहाँहरूलाई मुरी धन्यवाद, कोटी दण्डवत। र सम्पूर्ण मैले सुनेको थिएँ कति मन्दिरहरूमा, कति चर्चहरूमा, कति गुम्बाहरूमा, अनि त्यहाँ चाहिँ गुम्बाहरूमा अनि मेरो फोटो राखेर त्यहाँ चाहिँ मस्जिदहरूमा प्रार्थना गर्नुभएको थियो कि मैले सुनेको थिएँ। छिटै हामी चाहिँ तपाईँको प्रार्थना गरिरहेको छौँ, फोटो राखेर पूजा गरिरहेको छौँ भन्नुहुन्थ्यो। यसको लागि म एकदम ऋणी छु तपाईँप्रति। तपाईँहरूको यो मायालाई चाहिँ म एक दिन फिर्ता गर्दैछु। कुनै दिन आउला, कुनै दिन तपाईँहरूको मायालाई फिर्ता दिने। सो सम्पूर्ण आमा बुवाहरूलाई धन्यवाद, कोटी प्रणाम भन्न चाहन्छु। र मेरो साथीहरू सम्पूर्णलाई आई लभ यु। Thank you. Thank you. म यही सुन्न चाहन्थेँ, यति मिस गरेको थिएँ यो आवाजलाई, यो भिडलाई, यो मासलाई र यो क्यामेराहरूलाई यति मिस गरेको थिएँ मैले। र पुरा भयो हाम्रो चाहिँ जे तपाईँहरूको प्रार्थना पुरा भएको छ। धन्यवाद। थ्याङ्क यू। गीत गाउने मैले गीत गाउने होइन नि, मैले गीत गाउने हो ल। ओके, म एउटा सानो गीत गाउँछु त, म सिङ्गर होइन त्यही पनि। मेरो चाहिँ अब सुटिङ हुँदैछ, त्यो गीत म गर्दैछु है त। कुन चाहिँ तिम्रो घर गरौँ पनि। तिम्रो घरको म बसेको त्यसै हो, त्यसै हो। यति राम्रो भइसक्यो है। र अब चाहिँ मेरो गीत आउँदैछ। तिमीलाई हेर्ने बानी पर्यो, बाटो कुर्ने बानी पर्यो भन्ने गीत चाहिँ आउँदैछ। त्यो हेरिदिनु होला भन्न चाहन्छु। पछि भेटौँ होला है। थ्याङ्क यू। आगे कस्तो लाग्यो बच्चा? राम्रो लाग्यो भने हाम्रो पल्साको लागि एउटा जोरदार गल्ला चाहियो प्लिज। तर तपाईँहरू नआत्तिनुहोस्, तपाईँहरूको लागि खुसी गिफ्ट पनि लिएको छ। गीत बनाइदिनु होला। उहाँले प्रोफेसर आर्ट्स प्रिन्सिपल थ्याङ्क यू सो मच। यो आजको लागि